हामी चाहिँ अब काडे भन्ने ठाउँमा जान आँटेका छौँ अनि काडेपछि चाहिँ हामी अस्ट्रेलियन बेस क्याम्पमा आज पुग्ने हाम्रो विचार छ अनि कस्तो छ भनेर थाहा छैन फर्स्ट टाइम जान आँटेको बाटोहरू आई होप राम्रै हुन्छ होला सो लेट्स गो अब चाहिँ हामी जाँदैछौँ वी आर अन आवर वे टु द जर्नी गाडी हरिचोक जाँदै छ अरे गाइज हामी चौधबाट म्याडम कता जाँदैछ काडे भन्ने ठाउँमा आएको छ यो चाहिँ कास्की जिल्लामा पर्दो रहेछ ऊ त्यहाँ लेखेको छ काडे कास्की भनेर अनि यहाँबाट चाहिँ अब हामी 1.5 घन्टा कि 2 घन्टा जति हिँडेर अनि हामी जानेछौँ अब चाहिँ हामी खाजा खानेछौँ खाजा खाएर आएको त्यसपछि बिस्तारै जानेछौँ हिँड्दै अहिले चाहिँ हामीले सर्टकट बाटो भेटायो अस्ट्रेलियन ओ गुराँस फुलिरहेको रहेछ रातो ऊ त्यहाँ अझै देख्छ होला दिदीले अझै देख्छ माथि माथि गुराँस पुरा देख्छ भन्दै हुनुहुन्थ्यो हामीले चाहिँ सर्टकट बाटो भेटायो त्यहाँ अन्नपूर्ण बेस क्याम्प जाने ग्रुप हुनुहुँदो रहेछ उहाँहरू चाहिँ हेर्दाखेरि चाहिँ सिङ्गापुर कि चाइनाको जस्तो लाग्यो अनि त्यहाँको एकजना पोर्टर दाइले चाहिँ यताबाट चाहिँ सर्टकट हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो त्यही भएर हामी चाहिँ सर्टकटबाट जान लाग्यो लङ कटमा चाहिँ त्यो गाडीहरू जाने बाइकहरू जानलाई चाहिँ सजिलो होला त्यसमा चाहिँ अनि तर हामी चाहिँ सर्टकटमा किनकि हामी हिँड्ने मात्र हिँडेर जाने हो त्यही भएर हामी चाहिँ सर्टकटबाट जान आएको Oh yeah, it's a long time. So that time I had many Yeah, just the same thing. yeah. We have a lot of la. Yeah. Don't do that lah. So just follow that. Yeah, this. Okay. सब रात को भी हो पसीना है Okay. Side. ओह्रालो क्या खुसी होला
यस्तो खालको ओह्रालो चाहिँ सजिलो हुन्छ क्या त्यो भिड जस्तोमा चाहिँ झन्टिकेर यस्तो हुत्तिन्छ नि त लड्ला जस्तो हुन्छ यस्तो ढुङ्गा ओछ्याएकोमा चाहिँ राम्रो यहाँनिर चाहिँ दुईवटा बाटो रहेछ एउटा चाहिँ माथिको एउटा मुनिको यो मुनिमा चाहिँ यस्तो ढुङ्गाहरू मजाले ओछ्याएको छ यो सायद अघि दाइले भन्दै हुनुहुन्थ्यो पोटर दाइले यो ढुङ्गाहरू ओछ्याएको ल्याएर कताबाट लिएर आएर माथि चाहिँ अलिक खाल्टा खुल्टिङ टाइप जस्तो तर दुवै बाटो एउटा ठाउँ जाने अरे यो बाटो चाहिँ राम्रो रहेछ Otherwise, if it had good weather, then we could see from Pokhara and the mountains. From Pokhara. Pokhara can see the fishtail. Yeah. Fishtail. Right. You're going to Australia then? Yeah. Not much far. Is it? Yeah. After that, Everybody say that, no? हामी फाइनली अब चाहिँ अस्ट्रेलियन क्याम्प आइसक्यो सोचेको भन्दा थोरै रहेछ डिस्टेन्स चाहिँ कता यहाँबाट हिमाल देख्दैन क्या हो Are you going to freeze the time here? खाना इभिनिङमा खाना खाने लो जाडो भइरहेछ अहिले चाहिँ भर्खर धन्न पानी पर्यो वी होप द्याट वी क्यान सी द माउन्टेन भ्यू प्रपरली सबै दाइले चाहिँ अघि ल्यान्डस्केप पुरा देख्छ भन्नुभएको थियो यहाँ फेरि अन्नपूर्ण 1 अन्नपूर्ण 2 अन्नपूर्ण रेन्ज यो सबै यहाँ मजाले देख्छ भनेर भन्नुभएको थियो अनि बल्ल पानी परेर बल्ल अलिकति हो पाएको छ सो वी होप द्याट we can see the mountain view properly. Let's hope for the best. Introduce your food. This is normal pancake, plain pancake. तर यो येल्लो चाहिँ खासमा pancake येल्लो हुँदैन सायद यो बेसार हालेको होला कि त यो तरकारी पकाएको के बेसार भएको भाँडामा बनाएर यस्तो यो पनि ठिकै छ कम्ती नगरी खानेछ How's the cake? मिठो रहेछ होला मिठो पानी जाडो भइरहेछ अहिले चाहिँ फिसर हो है ए होला कालो टाउको अनि जिउ केन अब चाहिँ जाडो हुन्न क्या असिना पऱ्यो भने चाहिँ हिउँ पर्ने सम्भावना धेरै हुन्छ भनेर भन्नुभएको छ त्यही भएर पर्छ कि प्रार्थना गर्दैछु हिउँ परोस् हामी माउन्टेन देख्नुहोस् भनेर हिउँ पऱ्यो भने
ए अवश्य ए ए अब चाहिँ हामी हिँडेर जाँदैछौँ बाहिर पसिना हेर्नलाई कस्तो देखिरहेछ भनेर तपाईँ ओ सी फोटो खिच्नु होला छाता त चाहिन्छ र ए छाता ल धन्यवाद ओइ के खसेर माथि हेरौँ न जाउँ न छिटो त्यो छाता त ल्याउँछ कि होइन छाता कि ए ल जाउँ न हाई ओ हेर्दा हिउँ जस्तै भएछ जाउँ गो चिप्लेला जस्तै हुँदो रहेछ अलि हिउँको वाइब्स हुन्छ है दौडेर गऱ्यो भने त चिप्लिन्छ होला है त्यो अघिको त्यो खिचेको जस्तो मैले फर्स्ट टाइम यस्तो देखेको त्यही भएर मलाई चाहिँ एकदमै खुसी लागिरहेछ यो चाहिँ खासमा असिना हो तर हिउँ जस्तो देखिरहेछ अनि मलाई एकदमै खुसी लागिरहेछ हिमाल देखेको छ भनेर सुनेको छ त्यो हामी चाहिँ अब हेर्न जान लागेको कस्तो देखेको हेरौँ मैले चाहिँ फर्स्ट टाइम हो पहिला त्यति टाढा गएको छैन पोखरा माथितिर त्यही भएर फर्स्ट टाइम हिमालय माथिको पानी परेको भएर धन्न हामी अलिकति राम्रो देखिन्छ माथिपट्टि चाहिँ घाम लागिरहेछ हिमालमा हिउँ पनि परेको जस्तो लाग्यो माछा पुछे माछा पुछे होइन कस्तो राम्रो कस्तो राम्रो देखिरहेको छ होइन अब चाहिँ मलाई थाहा भयो मान्छेहरू किन ट्रेकिङ जाँदो रहेछ भनेर बल्ल थाहा भयो कस्तो राम्रो भ्यू देख्दो रहेछ अनि जस्तो लागिरहेछ ओभर एक्जाजरेट गरेको जस्तो लाग्छ होला तर मेरो लागि चाहिँ फर्स्ट टाइम इट्स भेरी स्पेसल चराको नाम थाहा भएन तर ग्रे कलरको छ ग्रे ब्राउन दाइले हाम्रो लागि पपकर्न बनाइदिनु भएको छ अनि पपकर्न खान लाग्यो अब चाहिँ एकदिन आएर चाहिँ अनि म त्यो त्यहाँको त्यो अब त्यो ज्याकेटहरू त उसमा काम पनि हुँदैन प्रोग्राममा त्यसलाई माथि ल्याएर चाहिँ त्यो ट्राई गरेर राख्नु मिठो रहेछ लोकल लोकल फ्लेभरको भात चाहिँ सिटी आउन बाँकी छ
walk like this. Don't know Nepalese people, they don't know much about Austria. And Austria and Australia sound similar. So that's why the name got damaged. Okay. Saying the history of this place. त्यो पनि पब्लिक लाग्यो त्यही त हो। अब चाहिँ रातिको 9 बजिसक्यो अनि अब चाहिँ हामी सुत्न आँटेको अनि एकदम जाडो पनि भइरहेछ। हामीले डिनर खायो अनि अब चाहिँ हामी सुत्ने तातो भएर अनि अब भोलि बिहान चाहिँ भ्यू हेर्नुपर्छ, त्यसरी बिहान छिटो पनि उठ्नुपर्छ। सो सी यू टुमरो मर्निङ, बाई, गुड नाइट। Hello everyone. Good morning everyone. So अहिले चाहिँ 6:30 जस्तो बजिसकेको छ अनि हिजो धन्न बाई गड्स ग्रेस पानी परेको कारणले गर्दाखेरि चाहिँ आज हिमाल अलिक क्लियर देखेको छ अनि सायद सनराइज भएपछि चाहिँ अझै अरू पनि हिमालहरू अझै क्लियर भ्यू देख्नेछौँ। त्यहाँ चाहिँ सनराइजहरू परेको भएर त्यहाँनिर चाहिँ एकदम राम्रो देखिरहेको छ। अब चाहिँ हामी सनराइज हेर्न जाँदैछौँ। सन चाहिँ यहाँ टाढाबाट एकदम अरेन्ज देखिरहेछ। सो आई थिङ्क इट विल लुक भेरी ब्युटिफुल। वाउ, इट लुक्स सो नाइस। सनराइज हो तर कस्तो सनसेट जस्तो देखिरहेछ। इट लुक्स माथिपट्टि पार्टमा चाहिँ येल्लो छ अनि मुनि चाहिँ अरेन्ज। पर्फेक्ट कम्बिनेसन। यहाँतिर बस्ने चराहरूलाई पनि कस्तो रमाइलो हुन्छ होला। काम पिसफुल ठाउँमा बस्न पाउँछ। यो भ्यू देख्यो भने चाहिँ जाडो पनि हराउँदो रहेछ। हिजो नदेखेको माउन्टेनहरू पनि अहिले चाहिँ खुलिन थालेको यो एरियामा चाहिँ। हिजो चाहिँ यति मात्रै देखेको थियो, त्यो यताको माउन्टेन र यताको, अनि आज चाहिँ यताको पनि देखेको। त्यहाँ के हो टल्केको त्यसरी? पानी हो कि के हो? ऊ त्यो खै ऊ त्यहाँ ओ पानी होला पुरा गोल्डन भइरहेछ बत्ती जस्तो। है उयो पोखरा यता सब ऊ बसा पोखरा ताल देखेन ऊ त्यहाँ ऊ त्यो ताल यता उता 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 हेर्दै गराइन्छ। हेर ऊ त्यो पोखरा उता कुना ताल हो कि उतापट्टिको। चिया हाम्रो चिया आइसकेको छ। अब चाहिँ हामी चिया खानुपर्ने। हाम्रो यो काठमाडौँ टु पोखरा अनि पोखरादेखि अस्ट्रियन बेस क्याम्पको यात्रा चाहिँ अब सकिसकेको छ। सी यू नेक्स्ट टाइम। वी ह्याड रियली गुड टाइम। सी यू नेक्स्ट टाइम।